हेलो गाइस, आज चाहिँ हामी साथीको बाबाको काममा गयाबारी जाँदैछौँ। दामी छ नि उसको ड्राइभिङ, केटा राम्रो छ, ड्राइभिङ मजाले गर्छ, जाँड रक्सी र मद पानी केही गर्दैन, ह्यान्डसम पनि छ। यहाँ हाम्रो साथी बिन्ता। यो चाहिँ के को पो हो यो एरिया? फुलेटी दुधे फुलेटी। कति राम्रो रोड रहेछ आमामा, दामी, कति दामी, तातो पनि रहेछ। म चाहिँ दार्जिलिङबाट भर्खर आइपुगेँ। मेरो साथीहरूले मलाई 1.5 घन्टा पर्खेछ रोहिणी गेटमा। अनि मेरो साथीलाई थ्याङ्क यू सो मच, मलाई पर्खेकोमा, गरममा कालै निल्लै भएर पर्खिरहेको रहेछ मलाई मेरो साथीहरूले हो। बल्ल बल्ल हामी भेट्यौँ। अब दुधेमा गएर फेरि हामी साथीहरूलाई भेट्नेछौँ। यहाँ त दामी तातो रहेछ। यो तातो त म बोरामा हालेर लानु पाएको भन्दा दार्जिलिङमा लाने थियो, बोरामा हालेर पारी हो है। दार्जिलिङ त अझै चिसोको चिसै छ। चिसै हो दार्जिलिङ त है। रसिला मजा आयो आज साथीहरूलाई भेटेर? एकदमै खुसी। साथीहरू बल्ल बल्ल भेट्यो, कति महिना बाद हो। धेरै भयो नि त है। जनवरीमा हो, जनवरी भेटेको है साथी हामी। हेलो साथी। ठिकै छौ? एकदम बसौँ होइन? बसौँ। कस्तो गरम रहेछ यहाँ त यो। अब चाहिँ हामी यहाँ आइपुग्यौँ गाइज। साथीहरू सबैजना भेला भयौँ। जाउँ, कता हो? यतै हो। आउनु नै सबसे ठुलो कुरा हो होइन, सम्झेर आउनु नै ठुलो कुरा हो त। हुन्छ साथी। तिमीसँग उयो त्यो स्कुल भेटेकोदेखि आजै भेट भएको तिमीसँग। दामी दामी दामी। तिमीले पनि नेपाल हाल्छौ त है? नेपाल चाहिँ कहाँबाट हालेको? दुधेबाटै हालेको कि उताबाट? एउटा युट्युबर बोला पनि हो, त्यो भित्ता मात्रै छ। तिमीहरू बोल्दैछौ र नि, म नबोलेको। तिमीहरू बोल्दैछौ, सबैजनाको सुन्नु पर्यो नि त। झोला अर्कोलाई देऊ न त, झोला निस्किसक्यो। झोला होस् न त, निस्कोस्। अरे म ढिलो भएको नि त। मिरिकमै के अरे बाग्रा छ भन्दै थियो। अहिले पनि बाटोबाट आएर चाहिँ बिनिता होटेलबाट चढाएर ल्याएको। नै त उसलाई चढाएर ल्याइहाल्थ्यो नि। अब चाहिँ हामी हिँडेरै मजा लिँदै जाँदैछौँ गाइस। अलिकति हिँड्नु पर्दो रहेछ। यहाँ मजाको सुविधा
हिँड्नु सुविधा हुने रोड रहेछ। अब हामी हिँड्दै जाँदैछौँ गाइस। हाम्रो एकदमै होइन निरा यो कुन चाहिँ कम्पनीको मोबाइल हो? यो टाटा कम्पनीको। आइसला के दामी देखेको अरे यहाँ, कस्तो दामी देख्दैछ भ्यूज है यहाँबाट। यो त दुधे पो देखेको होला है, दुधे देखेको है। दुधेको कति राम्रो भ्यूज त्यहाँ देखिरहेछ हेर्नुहोस् गाइज। के रहेछ त्यहाँ? के रहेछ कुकुरको बच्चा? उसको मम्मा त यता रहेछ नि त। नानीहरूले गर्दा चाहिँ काहीँ निक्लिनु हामी बस्नु गर्छौँ ल। अघिको कति के फेरि कुरी बस्ने नखाइ खाना खाउँदा फेरि भागेर आएको। हामी चाहिँ आइपुग्यौँ गाइस यहाँ मरो घरमा। अब चाहिँ दुधे बजारमा आइपुगेर चाहिँ हामी अब लन्च गर्ने। हामी कतिजनाले चाहिँ मरो घरमा लन्च गऱ्यौँ न, त्यसो कारणले गर्दा यहाँ एउटा मजाको यो होमस्टे मजाको रहेछ यहाँ रेस्टुरेन्ट। यहाँ चाहिँ हामी खानु पस्दैछौँ। यहाँ चाहिँ आउनु मन पर्यो। ओसिन रहेछ नाम पनि, दामी नाम। कति राम्रो रहेछ यहाँ त। सबै ढाकाको कपडाको युज गरिरहेको रहेछ, पर्दा पनि कस्तो राम्रो देखेको। हेर्नुहोस् त गाइस कति राम्रो। यो सिम्बल हेर्दा चाहिँ सुब्बाहरूको जस्तो लाग्यो मेरो विचारमा। कति राम्रो मन पर्यो गाइस, दामी रहेछ यहाँ। यहाँ मजाको ढाकाको साडीको पर्दाहरू लगाएको रहेछ। मजाको एउटा रेस्टुरेन्ट रहेछ दुधेमा। हेर्नुहोस् गाइस दामी रहेछ हौ दुधेमा। यहाँ गर्मीले गर्दा फ्यान चलिरहेको छ। हाम्रो दार्जिलिङमा चाहिँ फेरि फ्यानको त एफ पनि हामी सोच्नु सक्दैनौँ जाडोले गर्दा हो।
पाइँदो रहेछ यहाँनिर चाहिँ दामी रहेछ रेस्टुरेन्ट पनि हुन्छ गाइस तपाईहरु पनि यहाँ आउन सक्नुहुन्छ दुधियामा यस्तो तातो मौसम रहेछ कस्तो मन पर्यो यो चाहिँ मेरो चिकन मोमो यो चाहिँ भेज मोमो पनि दामी स्टाइलको बनाउनु हुँदो रहेछ है उहाँले यस्तो मोमो चाहिँ रिल्समा देखेको थिएँ रिल्सको भिडियोमा तर यहाँ चाहिँ उहाँहरूले चाहिँ मजाले हातले बनाउनु भएको रहेछ यहाँ चाहिँ फेरि भेज राइस दामी आमा घिउ पनि पाउँदो रहेछ भाइ घिउ चाहिँ फ्रीमा आहा के को घिउ गाईको कि भैँसीको गाईको घिउ दामी स्याहारी त अन्त भेज खानेको त अन्त भेजलाई त दामी रहेछ त है भात दामी रहेछ है भात पनि मकैको चाख्रा पनि मिक्स भएको रहेछ यी साइडमा यहाँ मही पनि दिँदो रहेछ के अरे मही अब चाहिँ हामी खाइपी मजाले रिल्याक्स गरेर घर फर्किँदैछौँ कसै साथी खरसाङको छ कसै म दार्जिलिङको फर्किँदैछौँ यो चाहिँ चिन्नुहोस् गाइस कहाँको जग्गा हो कहाँको रोड हो तपाईँहरूले चिन्नुहोस् ल कहाँका मान्छेहरू आएर रोपे 200 रुपैयाँ न 200 रुपैयाँ लिन्छ हौ